सुरुमा एउटा अर्डिनो लेखौँ। सोइल क्यापेसिटी सेन्सर लेखौँ अब एउटा। मेल टु मेल जम्पर वायर लेखौँ। कनेक्सन स्टार्ट गरौँ है त। जम्पर वायर लेखौँ सुरुमा। ओके त रेड वायर चाहिँ ग्राउन्डमा, ओरेन्ज वायर बोल्डमा अनि येल्लो वायर चाहिँ एनालग सिग्नल A0 मा। सोइल मोइस्चर सेन्सरको आउटपुट पिन भनेको चाहिँ AQT हुन्छ भने VCC मा ग्राउन्डमा गइहाल्यो। अर्डिनोको 5 भोल्ट VCC मा सोइल मोइस्चर सेन्सरको, अनि त्यसपछि ग्राउन्डमा अनि त्यसपछि येल्लो वायर सिग्नल पिन चाहिँ A0। बजरको प्लस पिन चाहिँ 11 पिन नम्बरमा कनेक्सन गर्ने। अर्डिनोको केबल लेखौँ। अर्डिनोको केबललाई कनेक्सन गरौँ अब चाहिँ कोड अपलोड गर्नको लागि। ओके अपलोड पनि हुँदैछ अब। अपलोड पनि भयो। मैले यतिखेर बजर चाहिँ बाहिर निकालेको थिएँ किनभने टुङ गरेर आवाज आँखाइ गर्ने आवाज। जब सेन्सरमा पानी सुक्छ तब चाहिँ त्यो बजिरहेको छ होइन, नत्र भने त्यो पानीमा छ भने चाहिँ बज्दैन। कम्प्लिट रेडी भइसक्यो। भिडियो मन परेको छ भने लाइक, सेयर, सब्सक्राइब र कमेन्ट गर्न चाहिँ नबिर्सिनु होला।